वेलकम बैक टु आवर अनदर न्यू भ्लग। साथीहरू आज चाहिँ फेरि पनि यहाँको मौसम तातो तातो चिसो चिसो भने जस्तै छ। हामी चाहिँ लगभग यो रोमानियामा एकदम हरियाली छाएको अवस्था छ अहिले। पहिला जस्तो छैन हामी बसेको ठाउँतिर, अहिले चारैतिर हरियाली छाएको छ। अब त्यो यताको मौसम हेर्न लायकको र रमाइलो खालको मौसम भइरहेको छ र यहाँको हरियाली पनि एकदम सही अवस्थाको छ। हरियाली पुरै हरियाली, रोडबारी हरियाली, रोड पारी हरियाली, साथीहरू पनि हरियाली, सबैतिर हरियाली छाएको अवस्था छ। यसरी आज चाहिँ चारैजना, रातो कालो सेतो भने त चारैजना निक्लेछौँ आज हामी चाहिँ। आज हेरौँ कता कता पुगिन्छ। यहाँ 3 किसिमको रहेछ होइन। आज हिँडेरै लाने हो दाइ। आज चाहिँ लगभग हामी 4 जना छौँ। के अरे आउने बेला गाडी चढाएर ल्याउँदा क्या दाइ तपाईँलाई, जाने बेला हिँडेर माछा माऱ्यो भने गाडी चढ्नु पायो, माछा मारेन भने अरे कहना क्या चाहते हो? लगभग लोकेसनमा आइपुगेर अब माछा मार्ने ठाउँतिर जाँदैछौँ। माछाको चाहिँ कतिको मर्छ भन्ने कुरो, माछा चाहिँ जोस् समात्ने काम। अब नेपालको जस्तै खोलामा सर्लक्क ल ल ल हान्दियो एकचोटि फाइनली गाई, एकचोटि फेरि हान्दियो। दाइ बोल्दैन क्या, दाइ लजाउँछ। होइन मिन्दाई कता हौ? यता आएको त उहाँ ग्रुप त रहेछ, मिन्दाईकै ग्रुप हो कि? त्यहाँ झोला छ त यार, उसलाई झोलै रहेछ, मेरो खालमा झोला नि छैन। हिजोको झोल ल्याएर कता खाले माछालाई। काहीँ त भएको त्यही भएर त बोक्यो नि यार। दाजु यसकोलाई फोन गर के, लगभग 6000 युरोमा यो गाडी। ल पछि घुम्न जानुपर्छ है। ल पछि घुम्न जाने कुरो 6000 युरोमा किन्यो गाडी हो। हामी चाहिँ लगभग यसरी घुम्न आएको छौँ। गाडीको लगभग बिल भइसक्यो, अब लिन मात्रै बाँकी होइन। गाडी अब हामी लिन मात्रै बाँकी होइन त, पहिलो पट्टा मात्रै भयो आज। पहिलो पट्टा चाहिँ भयो, बाँकी अब गाह्रो छ हामीलाई, गाह्रो छ। रोमानियामा अलिक गाह्रै छ। खोला तल माछा मार्ने प्रोग्राम भइरहेछ आम्पाल्दै खोलातिर। एकदम खोलामा माछा मार्न चाहिँ यसरी दायाँ बायाँ रोमानियाको खोला। माछा छ यस्तो ठाउँमा, माछा चाहिँ कति मर्ने हो भन्ने कुरो हो। माछा मार्ने दाइहरू बसेर माछा मार्दैछन्। खासमा माछा मार्न चाहिँ फेरि लिगल छैन, इलिगल हो। लुकी मार्नुपर्छ माछा चाहिँ। त्यही भएर हिलो खाल्टो केही नहुने हामफाले केटाहरू यार भाँच्ने भयो त बाप। लगभग खोलामा आइयो, तर माछा चाहिँ अहिलेसम्म एउटै फेला पऱ्यो छैन।
यता हेर मिलन त दाइ यता 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 हेर्नु त तपाईँ पनि ल माछा मार्यो मार्यो देवन दाइ यार एउटा त पार नि यार भिडियोमा त आउनु पर्यो नि एउटा माछा नि पर भनेर फाइनली धेरै समयको अन्तरालपछि चाहिँ हाम्रो दाइले एउटा माछा पार्न सफल हुनुभएको छ माछा चाहिँ यहाँकै रोमानियाको माछा यो खतरा खालको माछा हुन्छ दाइ यस्तो हुँदो रहेछ रोमानियाको माछा चाहिँ दाइ फेरि पूर्ण जाल हान्न लागि परेको छन् पार्छन् जस्तो छ आज एक छाक चाहिँ पार्लान् जस्तो छ है दाइ आज चाहिँ हाम्रो यो मोकअप मात्रै हो ट्रायल मात्रै जस्तो छ माछा चाहिँ खासै धेर्न परे पनि अहिले माछा नपरे पनि हामी नेक्स्ट टाइम आउँदाखेरि चाहिँ पुरा माछाको बजार लगाएर देखाउँछौँ हाम्रो च्यानललाई सपोर्ट गर्दै गर्नु होला लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ झुकेर पनि नबिर्सिनु होला हामी तपाईँहरूलाई रोमानियाको ताजा खबर साथै यहाँको दैनिकी देखाइरहनेछौँ ल माछा चाहिँ अब खासै मारिएन माछा जति मारिए पनि माछा मारिएन भन्दा पनि हामीले लगभग एउटा माछा चाहिँ एकदम गतिलो खालको माछा 10 केजीको एउटा माछा परेछ यसलाई हामी आधा चाहिँ लगेर हामी भुट्छौँ आधा भोइलानु पऱ्यो यसो गर्नुपर्छ आधा लगेर भुट्छौँ आधा झोल हाल्ने अनि बचेको चाहिँ त्यसरी बाँकी राखेर ल आजलाई लगभग यस्तै भयो माछा माराइ कार्यक्रम अब टाइम भएको छैन रहेछ अब 1 महिना 1.5 महिनापछि मस्त माछा मारिन्छ त्यतिखेर चाहिँ हामी यो रोमानियाको भुल्चा भन्ने ठाउँमा आएर माछा मारेको भिडियोहरू हाल्नेछौँ हामीलाई हेरेर सपोर्ट गर्दै गर्नु होला फेरि पनि यस्तै नयाँ ठाउँ नयाँ लोकेसन ठाउँ भने नि लोकेसन भने नि कुरो एउटै हो गएको बेला हामी भिडियो बनाइ नै रहनेछौँ आजलाई चाहिँ लगभग हामीले बिट मार्ने निर्णय गरिसकेका छौँ र अब हामी लगभग यतैबाट रुमतर्फ जान्छौँ रुम जान पनि हाम्रो लगभग 1 घन्टा जस्तो लाग्छ